हेलो एभ्रिवान। हाम्रो समाजमा बिहान सबेरै उठ्नुलाई राम्रो मानिन्छ। यदि तपाईँ दिनौँ 5 मिनट मात्र भए पनि योगा, मेडिटेसन र हिडडुल गर्नुभयो भने तपाईँ स्वस्थ मान्छे बन्ने बाटोमा हुनुहुन्छ। हामी सधैँ एकै पटकमा ठुलो सफलता खोज्छौँ, तर जेम्स भन्छन् आज एउटा मात्र शब्द डायरीमा लेख्नुभयो भने पनि तपाईँ त्यो दिनको लागि लेखक हो। आज म उनै जेम्स क्लियरको एटोमिक ह्याबिटको च्याप्टर 2 आइडेन्टिटी बेस ह्याबिट र आउटकम बेस ह्याबिटको बारेमा चर्चा गर्दैछु। यो भिडियो तपाईँलाई पनि काम लाग्न सक्छ। हामी मध्ये धेरैले भन्छौँ कि आजदेखि मोबाइल कम चलाउँछु, म धेरै स्क्रोल गर्दिनँ, तर केही बेरमा हामी कन्ट्रोल गर्न सक्दैनौँ। हात इन्स्टाग्राम, फेसबुक, टिकटक र युट्युबमा गइहाल्छ। उदाहरणको लागि हेरौँ, यदि तपाईँलाई कसैले आएर ओइ त्यो भिडियो हेरिस्, त्यो त भाइरल भएको रहेछ भन्यो भने तपाईँ जवाफ दिनुहुन्छ, हेर्न त मन थियो तर आजभोलि मोबाइल चलाउन कन्ट्रोल गर्दैछु। त्यस्तो जवाफ नदिनुस्, बरु यस्तो जवाफ दिनुस्, म कामको समयमा मोबाइल चलाउने मान्छे होइन। सुन्दा सानो लाग्न सक्छ, तर तपाईँ बिस्तारै समयको सदुपयोग गर्ने मान्छे बन्दै हुनुहुन्छ र हरेक पटक तपाईको मोबाइल चलाउने बानी बिस्तारै हट्दै जान्छ। हामी सोच्छौँ कि हाम्रो बानीले हाम्रो रिजल्ट बनाउँछ, तर वास्तवमा हाम्रो बानीले हाम्रो आइडेन्टिटी बनाउँछ। आज तपाईँ जे हुनुहुन्छ र त्यसले नै तपाईको भोलि तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुराको निर्धारण गर्छ। र त्यसैले आज एउटा प्रश्न गर्नुस् कि तपाईँ भोलि कस्तो व्यक्ति बन्दै हुनुहुन्छ। Wishing you a happiness and peace. See you in the next one. Thank you.